हेलो एभ्रिवान वेलकम टु द नेक्स्ट भिडियो। म चाहिँ अब बेलुकाको खाना बनाउन आँटेको र आज चाहिँ चिकन मोमो बनाउन आँटेको मैले है। र फर्स्टमा चाहिँ मैले यो बिटलाई तासेँ अनि अब चाहिँ मिक्सीमा ग्राइन्ड गर्नु गइरहेको छु है। अनि तपाईँहरू पनि छक्कै पर्नुहुँदै होला कस्तो खालको मोमो बनाउन आँट्यो भनेर, र हेर्दै गर्नुहोस् है। अनि यसलाई चाहिँ मैले ग्राइन्ड गरिसकेर चाहिँ यसलाई चाहिँ मैले यहाँ चाल्नीमा हालेर चाहिँ यसको रस अलग्गै पार्दैछु है। किन भन्दाखेरि चाहिँ आज चाहिँ डिफ्रेन्ट खालके मोमो बनाउन आँटेको र यसमा चाहिँ मेहनत पुरा छ है। तर पनि अब म चाहिँ एकदम पेसेन्स भएर चाहिँ यहाँ प्रोसेसलाई चाहिँ स्टेप वाइज गरिरहेको छु है। अनि यहाँ आमाले चाहिँ प्याजहरू काट्नु सघाइदिनु हुँदैछ मलाई, किनभने छिटो हुन्छ र त्यसले गर्दाखेरि चाहिँ त्यो जुन चाहिँ अघिको रसलाई चाहिँ मैले निकालेर चाहिँ एउटा अलग्गै बोलमा राखेँ है। अनि अब चाहिँ मैले फेरि यहाँ पाल्कीलाई चाहिँ धोएर राम्रोसँग यसलाई चाहिँ पानीमा मजाले बोइल गर्दैछु। अलिक पकाएर चाहिँ यसलाई पनि फेरि मिक्सीमा हालेर चाहिँ फेरि ग्राइन्ड गरेँ है। अनि यसको पनि मैले रस चाहिँ अलग्गै चाल्नीमा हालेर फेरि निकालिसकेँ हो। अनि अब चाहिँ यहाँ मोमोको किमाहरू पनि रेडी गर्दैछु, चिकनको मोमोको किमा। अनि आज चाहिँ अब अर्कै खालके मोमो बनेको कारणले गर्दाखेरि चाहिँ प्रोसेस अलिक लामो छ र त्यसले गर्दाखेरि यहाँनिर मैले चाहिँ आटामा चाहिँ अब यो जुन चाहिँ अघि बिटको रस निकालेको थिएँ त्यसले चाहिँ अब यसलाई मुस्नु गइरहेको छु है। अनि तपाईँहरूलाई थाहा हुँदै होला मैले के बनाउँदैछु भनेर। आज चाहिँ मैले रोज मोमो बनाउन आँटेको है। र त्यसको लागि चाहिँ यहाँ डो रेडी भइसक्यो। एकपट्टि बिटले मुसेँ मैले र अर्कोपट्टि चाहिँ फेरि यो जुन चाहिँ पाल्कीको अघि रस निकालेको थिएँ है त्यसले चाहिँ फेरि आँटा अर्को गुन्दैछु। अनि अब यसको फाइनल डो पनि मैले प्रिपेयर गरिसकेँ। अनि यहाँनिर अचारको लागि टमाटर उसिनेको थिएँ, आमाले पिसिदिनु भयो है अचारहरू सबै। र मैले चाहिँ अब फेरि यहाँ डल्लाहरू दुईवटा अलग अलग थालमा बनाएर है अब चाहिँ मोमोको रेडी गर्दैछु। अनि यहाँ बेलेर अब मैले चाहिँ छिटो यहाँनिर मोमोहरू बनाउँदैछु, आमाले बेल्नु हुँदैछ र हामीले चाहिँ यसरी गरेर मक्टु बनाइसक्यो है आज बेलुकाको खाना है। जाडोमा मजा आउँछ बेलुका खानु। अनि अब तपाईँले हेर्नु सक्नुहुन्छ मेरो फाइनल लुक है मोमोको यस्तो भयो है। अनि जुन चाहिँ हाम्रो रेड कलरको चाहिँ अलिक बेसी भएछ, त्यसले गर्दाखेरि चाहिँ अर्को मोमो बनायो। अनि यहाँ चाहिँ सुलभ बाबा र अङ्कललाई चाहिँ हामीले फर्स्ट ट्रिपमै दिइहाल्यो तातो तातो है। र उनीहरूलाई पनि एकदमै राम्रो लाग्यो आजको मोमो। अनि यहाँ बाबाले पनि खानुहुँदैछ र त्यसपछि चाहिँ म र आमा पनि हामी बस्यो। अनि मेरो चाहिँ अब यहाँनिर मैले सबै हालिसकेँ सुप मोमोहरू र अब चाहिँ म खाँदैछु है। अब छुट्टीको टाइममै हो यसरी हामी सबैजना बसेर के मनपर्छ है खानेकुराहरू बनाएर खाने। अनि मैले चाहिँ आज यो युट्युबमा हेरेर चाहिँ एकदमै खानु मन परेर चाहिँ मैले चाहिँ यो रोज मोमो ट्राई गरेँ है। अनि होप तपाईँलाई यो भिडियो मनपर्छ होला र एन्डसम्म हेर्नुहोस्, लाइक फलो सेयर कमेन्ट गर्नुहोस्। र अब चाहिँ तपाईँहरूलाई फेरि अर्को भिडियो लिएर आउनेछु है। ल सी यू एभ्रिवान, गुड नाइट।